मेरो नेतृत्वमा हामी यसलाई के गरिरहेको छौँ भने जनताको पानी र सरकारको लगानी। अब जनताको 1 रुपैयाँ पनि पानीमा नलाग्ने, 0% जनताको रहने गरी र 100% नै खानेपानीमा नेपाल सरकार लगानी गर्छ। त्यसको नीतिसहित हामी अगाडि बढेको छौँ। खानेपानीको पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ भने हामी विश्वास पनि लिएका छौँ। नेपाल प्राकृतिक रूपमा जलस्रोतको धनी राष्ट्र भए पनि व्यवस्थापन, स्वच्छता तथा पहुँचमा अब चुनौतीहरू कायमै छ र तपाईँ हामीलाई अवगत नै छ कि शहरी क्षेत्रमा मात्र होइन, ग्रामीण भेगमा पनि खानेपानीको समस्या एउटा ठुलो चुनौतीको रूपमा हामी देखिरहेको छौँ। र अहिले खास गरेर हामीले एउटा के प्लान गरेको छौँ भने अब स्वच्छ र शुद्ध पानी, सुरक्षित पानी अब डाटाले हामीलाई 27% भनेको छ। 27% हामीले दिइरहेको छौँ। तर त्यसलाई 1 वर्षमा 57% पुर्याउनको निमित्त हामीले प्लान बनाएर मन्त्रालयले अगाडि बढेको छ। यसपालिको बजेट र प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा क्लोरिनेसन युनिट राखेर भए पनि हामीले चाहिँ त्यसलाई 27 देखि 57 मा पुर्याउनको निमित्त मन्त्रालय अगाडि बढेको छ। र अब 1 वर्षमा 27 देखि 57 मा पुर्याउनको निमित्त हामी प्रदेश सरकार, स्थानीय सरकारको सहयोग लिएर र दात्री निकायको पनि सहयोग लिएर हामी यो कार्यको पुरा गर्नेछौँ भन्ने विश्वास लिएको छु। सन् 1993 देखि हरेक वर्ष 22 मार्चमा मनाइदै आएको विश्व पानी दिवसले स्वच्छ पानीको सुनिश्चितताको लागि विश्वव्यापी प्रतिबद्धता पुनः दोहोऱ्याउने अवसर प्रदान गरेको छ। नेपालमा पनि पानीलाई मानव अधिकारको रूपमा सुनिश्चित गर्ने संवैधानिक व्यवस्था छ। तथापि व्यावहारिक कार्यान्वयनमा अझ धेरै सुधार गर्नुपर्ने आवश्यकता छ। विशेष प्रभावकारी परिचालन अपरिहार्य छ। यसै सन्दर्भमा आजको यो गोष्ठी अत्यन्त महत्त्वपूर्ण छ, जसले यस क्षेत्रमा सरकार राख्ने सम्पूर्ण पक्षधरहरूलाई एकसाथ ल्याई समसामयिक चुनौतीहरू र तिनका समाधानमाथि व्यापक छलफल गर्ने अवसर प्रदान गर्नेछ। आजको महत्त्वपूर्ण यस अवसरमा हामीले पानीको प्रभावकारी व्यवस्थापन, स्वच्छता तथा समावेशी नीति निर्माणतर्फ ध्यान दिनुपर्ने अति आवश्यकता छ। यसका लागि आवश्यक प्रमुख धेरै बुन्दाहरू छन्, धेरै चुनौतीहरू छन्, जसलाई चाहिँ हामीले